हेलो नमस्कार वेलकम ब्याक टु माई च्यानल साथी हो। आज चाहिँ म मोमो बनाउँदैछु। भेजिटेबल मोमो, इस्कुस, दार्जिलिङको इस्कुस र बन्दाकोपी मिलाएर एकदम मिठो मोमो बनाउँदैछु। यसमा चाहिँ मैले नयाँ कुराहरू पनि एड गरेको छु। यो चाहिँ एकदम दार्जिलिङको जस्तै हुन्छ मिठो। तपाईँहरू पनि बनाउन सक्नुहुनेछ। मैले यहाँ हालेको छु प्याज, बन्दाकोपी, इस्कुस, अदुवा अनि अलिकति बटर हालेको छु। देख्दै हुनुहुन्छ होला मैले अमुलको बटर हालेको छु। अनि नुन कति अब तपाईँहरू कति खानुहुन्छ स्वाद अनुसार। यति मजाले ग्रेट गरेर हाल्नुपर्छ अदुवा चाहिँ। अनि चिज पनि त्यसरी नै हाल्नुपर्छ ग्रेट गरेर। अनि मजाले मुस्नुपर्छ यसलाई चाहिँ। अलिकति कुकिङ ओइल पनि हालिदिनुहोस् तपाईँहरूले, रिफाइन ओइल 2 चम्मच मजाले मुसिदिनुहोस्। अनि अलिकति अजिनामोटो तपाईँहरू कति खानुहुन्छ, अब अलिक बेसी खानुहुने भने बेसी अनि कम्ती खाने भने कम्ती। तपाईँले यो जिन्जर चाहिँ हाल्नुपर्छ। यो हालेन भने चाहिँ फेरि स्वाद हुँदैन, दार्जिलिङको जस्तो फ्लेभर आउँदैन। यहाँ चाहिँ अब यी धनिया पनि हालेको छु मैले अलिकति। मजाले पुरा मुस्नुपर्छ। यो जबसम्म मजाले गल्दैन तबसम्म मुसेकै गर्नु पर्यो। जब यसले पानी छोड्छ, पानी छोड्यो भने चाहिँ एक साइड लगाएर तपाईँले एकछिन राखेर अनि मैदा गुनेर बनाउन सक्नुहुन्छ। यो अलिकति बदाम राखेको छु। यो चाहिँ मैले अचार बनाउनुलाई, बदामको अचार चाहिँ एकदम राम्रो हुन्छ यसमा। अब मैले बेलेर बनाइ पनि सकेँ। एकदम मिठो हुन्छ यो मोमो चाहिँ। तपाईँहरू पनि बनाएर टेस्ट गरेर भन्नुहोस् है कमेन्टमा कस्तो हुँदैछ। जाडोमा अब तातो मोमो बनाएर खाने हो। लु अब यो मेरो मोमो पाके पनि अब हामी तातो खाने हो। हुन्छ, थ्याङ्क यू साथी होस्। सब्सक्राइब, कमेन्ट, लाइक गरिदिनुहोस् है मेरो च्यानलमा। ओके, गुड नाइट, बाई बाई।